आज हाम्रो चाहिँ मोमो बनाउने प्लान थियो अनि हामीले चाहिँ यहाँ चाहिँ मोमोको लागि चाहिँ चाहिने मेटेरियल्सहरू चाहिँ पहिला नै प्रिपेयर गरेको छौँ र यो प्रिपेयर गर्ने मान्छे चाहिँ उहाँ हुनुहुन्छ। भन्नुहोस् त के हाल्नु भएछ तपाईँले यहाँ? अब आज हाम्रो चाहिँ 81 चाहिँ यो मोमो बनाउने प्लान भएको थियो। त्योसँगै चाहिँ म एउटा चाहिँ किमा बनाउने स्पेसियलिस्ट र चाहिँ यसको डम्प्लिङ्सभित्र जाने मेटेरियल्सहरू चाहिँ के छ त्यो कुराको चाहिँ म स्पेसियलिस्ट भएको हुनुको कारणले गर्दाखेरि आज हामीले चाहिँ देख्न सक्नुहुन्छ यो मोमोमा चाहिँ हामीले यो एउटा चाहिँ एकदम फाइन चप चाहिँ किमा छ र त्यसै गरी फाइन चप चाहिँ हामीसँग चाहिँ यहाँ कोरिएन्डर चाहिँ मिक्स गरिएको छ। सँगै चाहिँ राम्रोसँग मिक्स गरिएको चाहिँ हामीले चप गरेको चाहिँ राम्रोसँग चप गरेको चाहिँ अनियन पनि राखेको छ र यसले गर्दाखेरि के हुन्छ यो चाहिँ धनियाँ खुर्सानी मिक्स गर्दाखेरि प्याज मिक्स गर्दाखेरि चाहिँ के हुन्छ भने त्यसमा के हुन्छ भने मोमो बन्यो भने सिलिलु गरेर खाइन्छ। अब यो अचार बनाउने चाहिँ म हो होइन, यो चाहिँ मेरो रेसिपीले बनेको हो, मैले प्लानिङ गरेको हो है। धेरै धेरै एक्सपिरियन्स गर्नुभयो, बोरिङै लाग्यो यार। छोटो मिठो गर्नु अझ चाहिँ मैले बनाएको। यो मोमोको चाहिँ अर्गनाइजर चाहिँ हाम्रो राजदाई हुनुहुन्छ। हेर्नुहोस् उहाँको अनुहार, उहाँले नै हो सबै। चाहिँ एउटा मोमो खाने प्लान गरिएको थियो। अब त्यो अनुसार चाहिँ अब हामीले सामग्रीहरू रेडी गर्छौँ। सागर भाइले चाहिँ एकदम मेहनत गर्नुभएको छ यसमा चाहिँ। ब्लेन्ड गर्दै हुनुहुन्छ उहाँले चाहिँ अचार बनाउँदै हुनुहुन्छ। साथैमा हाम्रो दाइ हुनुहुन्छ यता राज दाइ हो। यहाँ अचारको लागि चाहिँ हेर्नु कस्तो भएको छ अचार हाम्रो यति राम्रो भएको छ। अब चाहिँ हाम्रो सागर भाइको चाहिँ एकदम डेडिकेसन धेरै छ है यसमा चाहिँ है। ल अब यहाँ टेस्टिङ गर्दैछन् अब कस्तो भयो मोमो बिचमा। यसरी काम चलाउनुपर्छ हो। ल भाइले यसरी बेलिरहेको छ। अब हाम्रो यहाँ पिठो चाहिँ यसरी चाहिँ ल गाइस मोमो आयो।